यो एउटा सेरम मात्र युज गरेर तपाईको स्किनमा भएको सबै समस्या समाधान हुन्छ भनेर कसैले भन्छ भने नपत्याउनु होला। किनभने स्किन केयर रुटिनमा यस्ता केही स्टेप्सहरू छन् जुन चाहिँ अति आवश्यक रहेका छन्, जस्तै कि डबल क्लेन्जिङ। यसरी मजाले इमल्सिफाई हुने ओइल क्लेन्जर र जेन्टल फेस क्लेन्जरले चाहिँ तपाईको क्लेन्जिङ प्रोसेसलाई कम्प्लिट गर्छ। अनि आउँछ निम फेस मास्कको पालो, जसले तपाईको स्किनलाई मजाले एक्सफोलिएट गर्छ। यति गरिसकेपछि हाइलुरोनिक एसिड टोनर युज गर्ने ड्राई स्किन हुनेहरूले स्किन प्रेप गर्नको लागि। अब अनइभन स्किन टोनलाई ब्यालेन्स गर्न र स्किन ब्राइटनिङको लागि युज गर्दैछौँ भाइटामिन सी सेरम। ब्लेन्ड गरिसकेपछि युज गर्ने ब्राइटनिङ पावर ड्रप्स पिगमेन्टेसन र सन ट्यानको लागि। यसलाई पनि मजाले ब्लेन्ड गरेर अब्जर्भ हुनको लागि छोडिदिने। अनि अन्डर आई सेरम अन्डर आई डार्क सर्कल र पफिनेसको लागि। अनि स्किनमा मेलाजमा डार्क स्पटहरू छ भने गुड बाई ब्लिमिसेस युज गर्ने। अब अहिलेसम्मको हाइड्रेसन र मोइस्चरलाई लक गर्दैछौँ क्रिम बेस मोइस्चराइजरले। अब पनि हावा कुराहरूमा विश्वास गर्ने कि एउटा प्रपर स्किन केयर रुटिन डेभलप गर्ने त।